स्वागत छ हजुरहरूलाई। हजुरहरू आइसक्नु भएको छ ग्रिन सिरिप च्यानलमा। हजुरहरूको लागि एउटा महत्त्वपूर्ण भिडियो लिएर आएको छु। आज हामीहरू कुरा गर्नेछौँ एससी पछिको पाउने स्कलरसिपको बारेमा। फुल कुरा गर्नेछौँ। यस भिडियोमा हजुरहरूले के पाउनुहुन्छ भन्दाखेरि अभिभावक र विद्यार्थीको लागि एकदम महत्त्वपूर्ण हुनेछ। तपाईहरुलाई 11 को शुल्कको लागि टेन्सन लिनु पर्दैन। निशुल्क पढ्ने मौका पाउनुहुन्छ। प्लसमा तपाईहरुले के पाउनुहुन्छ भन्दाखेरि एनईबी अनि काठमाडौँ मेट्रोपोलिटन सिटीबाट पाउने स्कलरसिप र महात्मा गान्धी स्कलरसिप हो 100% छात्रवृत्ति कसरी पाउने भनेर सजिलो भाषामा बुझाइएको छ। र अर्को कुरा अभिभावक र विद्यार्थीहरूले अब तपाईले 1.5 लाख भन्दा बढी रुपैयाँ बचत गर्न सक्नुहुन्छ यो भिडियो मार्फत। आवेदनको प्रक्रिया, कागजातहरू र छनौटका सबै उपायहरू एकै भिडियोमा स्पष्ट रूपमा बुझाइएको छ। सो यसलाई ध्यान दिएर हेर्नु होला। र यो केवल भिडियो होइन, तपाईको उज्यालो भविष्यको देशान्तरतर्फ लम्किन पहिलो कदम हो अनि यो अहिले हेर्नु होला। अनि यसमा तपाईले चारवटै स्कलरसिप एकैचोटीमा बुझ्न सक्नुहुनेछ अनि पुरा डिटेलमा बनिएको छ। सो तपाईले टाइममै यही इन्फर्मेसन पाउन सक्नुहुन्छ भने तपाई रेडी भएर बस्न सक्नुहुनेछ। हामी लागौँ भिडियोतर्फ। अब तपाईले के पाउनुहुन्छ भन्दाखेरि स्कलरसिप सबैभन्दा महत्त्वपूर्ण भयो भन्दाखेरि काठमाडौँ मेट्रोपोलिटन सिटी स्कलरसिप हो। यसमा तपाईले 100% स्कलरसिप पाउनुहुन्छ। त्यसपछि तपाईले पाउनु भनेको एनईबी स्कलरसिप हो। त्यसपछि तपाई भनेको महात्मा गान्धी स्कलरसिप पाउने हो। यो पनि इम्पोर्टेन्ट छ। यसमा तपाईले 2 सालमा 48,000 पाउनुहुन्छ। अनि तपाईको के हुन्छ भन्दाखेरि यो डब्लु काको भन्दाखेरि यो लास्ट अप्सन हो। तपाईले केही पाउनु भएन अनि तपाईको कन्डिसन एकदम खराब छ अनि त्यसपछि तपाईले यो अप्सन चुज गर्दा हुन्छ। यो सबै म भनेको छु। यो भिडियो लास्टसम्म हेरिराख्नु, तपाई एकदम स्पष्ट क्लियर हुनेछ। अनि अब ढिलो नगरी जाम अब भिडियोतर्फ। तो काठमाडौँ मेट्रोपोलिटन सिटी स्कलरसिप 2081 बाट स्टार्ट भएको छ। यो बालेन सरले ल्याउनु भएको छ विद्यार्थीहरूको लागि। अनि तपाईले यसमा के पाउनुहुन्छ भन्दाखेरि केमा कुन सब्जेक्टमा स्कलरसिप पाउनुहुन्छ भन्दाखेरि साइन्समा पाउनुहुन्छ, म्यानेजमेन्ट पाउनुहुन्छ, ह्युम्यानिटिजमा पाउनुहुन्छ, एजुकेसनमा पाउनुहुन्छ, लमा पाउनुहुन्छ। यो एडमिसन 11 मा एडमिसन लिने बेला तपाईले यसमा स्कलरसिप पाउनुहुन्छ। यसमा स्कलरसिप 11 मा पाउनुभयो भने स्वतः तपाईले 12 मा पनि पाउनुहुन्छ। यो सिलेक्सन यसको केबाट हुन्छ भन्दाखेरि एक्जामबाट हुन्छ, ओपन एक्जाम हुन्छ। त्यहाँबाट तपाईले एक्जाम दिनुपर्छ। योमा एससी रिलेटेड क्वेशनहरु आउँछ, त्यसकै सिलेबसमा क्वेशनहरु आउँछ। तपाईले एक्जाम दिएर अनि त्यो अनुसार तपाईले स्कलरसिप पाउनुहुन्छ। पोर्टलको भ्यालुमा कहिले एक्जाम भएको थियो भन्दाखेरि असार 15 मा भएको थियो। असार 15 देखि असार 29 सम्म। अनि त्यो वेबसाइटबाट भएको थियो entrance.kathmandu.gov.np बाट तपाईको एक्जाम अप्लाई गर्न भएको थियो। अनि त्यसपछि तपाईले सेन्टरमा गएर एक्जाम दिनु पर्ने थियो। सो अहिले यो वेबसाइट काम गरिरहेको छैन। अनि तपाईले जब यो डेट खुल्छ त्यसपछि तपाईको वेबसाइट आफै काम गर्न थाल्छ। यो वेबसाइट हुन्छ या अर्को कुनै वेबसाइट आउनेवाला हुन्छ। त्यो वेबसाइट के हुन्थ्यो भन्दाखेरि यो डेट तपाईको असार 15 र असार 29 मा तपाईले रेजिस्ट्रेसन गर्ने टाइम थियो। अनि त्यसपछि तपाईको एक्जाम दिने टाइम तपाईको 4 मा थियो, 8 देखि 10 बजेसम्म। सो एक्जामको डिटेल्सहरु पोहोर सालको त्यस्तै थियो। सो